हेलो गाइजहरु के छ मेरो त ठिकठाक छ है गाइजहरु हजुरको के छ सुनाउनुस् है। आजको मेरो दिनको सुरुवात हुन्छ रुमबाट। अब म चाहिँ रुमदेखि अफिसको लागि तयारी भएर Let's go! अफिस गएर एउटा काम थियो। लाइट बोर्ड बोकेर हामीले फिटिङ गर्न जानु पर्यो। लोकेसन थियो तीनचोली। भनेको लोकेसन अनुसार हामी लोकेसनमै पुग्यौं। पुगिसकेपछि सामान झारियो। यसो ठाउँ हेरेको 3 तला माथि खिसा पो हालेको रहेछ। बोर्ड हाल्न सकिन्छ भन्ने आँटले काम सुरु गरियो। बोर्डको लागि एङ्गल सबै फिट गरिसकेपछि डोरी तल झार्यौं। डोरी झारिसकेपछि साथीले डोरी लाइट बोर्डमा बाँध्दै थियो। यतिकैमा बुढासँग थोरै कुराकानी गरियो। फाइनल्ली साथीहरू हामीले बोर्ड राख्न सक्सेस भयो। नसकिएला सोचेको थियो तर सक्सेस भयो। अब चाहिँ साउ बुढो अमेरिकन ऊ चाहिँ बोर्ड कस्तो भयो भनेर हेर्नको लागि ऊ रोडमा गइरहेको थियो। हेर्न सक्नुहुन्छ। साउ बुढोले ठिक छ भनिसकेपछि हामीले तारले बाँधेर फिटिङ गर्यौं। यतिकैमा साथी माथि आएर एउटा भिडियो बनाइहाल्यौं साथीहरू। बोर्ड कस्तो भयो भनेर फाइनल लुक हेर्नको लागि हामी तल आइसक्यौं। बोर्ड चाहिँ एकदम राम्रो भएको रहेछ। फाइनली साथीहरू अब चाहिँ अफिसतिर लागियो। जे होस् चुइकम चपाउँदै स्कुटी हुर्काउँदै साथीले लाग्यो अफिसतिर। बाई बाई साथीहरू, नेक्स्ट फर वाचिङ भिडियो।